नमस्ते गुड मर्निङ। हामी चाहिँ ठ्याक्कै भुजुङ खोलाको एउटा भन्ने ठाउँमा चाहिँ यो निर्दी खहर भन्ने ठाउँमा चाहिँ तातो पानी रहेछ। यहाँ पनि फर्स्ट टाइम थाहा पाइयो। पहिला म्याग्दीमा गएको थिएँ। यहाँ पनि यति तातो पानी आउने रहेछ। हेर्नुहोस् देख्नुहुनेहरूले यति राम्रो। यहाँ मेरो रुवा खुकी लागेको थियो, पुरै डुब्न सकेन, तर पनि म ट्राई गरेँ। 1 घन्टा बसेँ र एकदम क्लियर भएको छ मलाई। यो ठ्याक्कै भुजुङ खोला जस्तै पोखराबाट जम्मा 20 किलोमिटर। लोकल बसमा आउनुहुन्छ भने जम्मा 100 रुपियाँमा आउनु सक्नुहुन्छ। यहाँ चाहिँ यो तातो पानी कुण्डलाई पनि हाम्रो गभर्मेन्टले प्रमोट गरौँ भन्नु सानो एउटा भिडियो क्लिप गरेको छ। हस्, जो कुनै न्याय जान सक्नुहुन्न, टाढा जानु मुस्ताङपट्टि जानु सक्नुहुन्न, तर पनि यहाँ पनि थोरै नजिकमै तातो पानी कुण्ड एकदम यस्तो राम्रो खुलेको छ। तातो पानी यहाँ चाहिँ आएर बिहान 7 दिन 10 दिन 12 दिन गर्नुभयो भने जुनसुकै रोग पनि मजाले चाहिँ एकदम हुन्छ, मजाले चाहिँ निको हुन्छ भन्ने पूर्ण विश्वास छ। सायद फर्स्ट टाइम म चाहिँ आएको छु। अब सेकेन्ड टाइममा मिल्यो भने म धन्यवाद, थ्याङ्क यू, बाई बाई।